नमस्कार, तपाईहरू हेर्दै हुनुहुन्छ सोनी ओटिभी। आज हामी तामाङ समुदायका लागि महत्वपूर्ण जानकारी लिएर आएका छौं। फेस अफ तामाङ किड्स 2025 दोस्रो संस्करणको कार्यक्रम रवि लामा तामाङको अध्यक्षतामा आयोजना गरिएको छ। तामाङ समुदायका बालबालिकाहरूको प्रतियोगितामूलक सौन्दर्य प्रतियोगिता आयोजना हुने भएको हो। सर्वप्रथम युथ क्रेसन नेपाल यस्तो संस्था हो जुन युथ क्रेसन नेपालले चाहिँ विभिन्न कार्यक्रमहरू म्यानेजमेन्ट तथा आयोजना गर्दै आइरहेको छ। जुन यो कार्यक्रमबाट चाहिँ जुन हाम्रो यो युथ क्रेसन नेपालद्वारा चाहिँ फेस अफ स्मार्ट किड्स, फेस अफ तामाङ किड्स लगायत तपाईको फेस अफ तामाङ किड्स लगायत मिस हेरिटेज क्वीन नेपाल लगायत विभिन्न कार्यक्रमहरू आयोजना गर्दै आएको छ। यो कार्यक्रम दोस्रो पटक गरिँदैछ। उक्त कार्यक्रम प्रतियोगिता गर्नुको उद्देश्य तामाङ बालबालिकाहरूलाई विश्व सामु चिनाउने रहेको छ। कला, संस्कृति, भाषा, वेशभूषा, रहन सहन, जातीय संस्कृति, परिवेशको महत्व रहेको छ। बालबालिकाहरूमा जानकारी, चेतना र जागरूकता वृद्धि गर्नुका साथै प्रतिभा र आत्मविश्वासको अनुहारलाई विश्व सामु पुर्याउने यस युथ क्रिएसन नेपालको जमर्को रहेको छ। तामाङ समुदायको बालबालिकाहरूको प्रतियोगिताको मूल सौन्दर्य प्रतियोगिता कार्यक्रम फेस अफ तामाङ किड्स 2025 दोस्रो संस्करण कार्यक्रम आयोजना हुने भएको छ। तामाङ इतिहासमै दोस्रो पटक तामाङ बालबालिकाहरूलाई विश्व सामु पुर्याउने कला, संस्कृति, भाषा, वेशभूषा, रहनसहन र जातीय सांस्कृतिक परिवेश महत्त्व, गरिमाई र अति आवश्यकलाई बालबालिकाहरूमा जानकारी, चेतना र जागरूकता वृद्धि गर्नका साथै बालबालिकाहरूमा हुने अन्तर्निहित प्रतिभा र आत्मविश्वासको अनुहारलाई विश्व सामु पुर्याउने यस युथ क्रिएसन नेपालको जमर्को रहेको छ। यस कार्यक्रममा सहभागिताको लागि अनलाइन तथा फेस अफ तामाङ किड्सको पेजबाट फारम भर्न सक्नुहुनेछ। साथै देश र विदेशबाट पनि सहभागी हुन सक्नुहुनेछ। फारम शुल्क रु 1000 र 6 देखि 13 वर्ष उमेर समूहका बालबालिकाहरूले सहभागी हुन पाउनुहुनेछ। सहभागीका लागि अनलाइन फेस अफ तामाङ फेस अफ तामाङ किड्सको पेजबाट फर्म भर्न सकिने जानकारी पनि गराउँदछु। फारम शुल्क रु 1000 रुपैयाँ निर्धारण गरिएको छ र अडिसनमा 6 देखि 13 वर्ष उमेरका समूहका बालबालिकाहरूलाई फारम भर्न सकिनेछ। कार्यक्रममा विभिन्न टाइटलमा विजेताहरूलाई विभिन्न विधाका पुरस्कार गर्दै प्रथम, द्वितीय र तृतीय हुने बालबालिकाहरूलाई सामूहिक रूपमा 1 लाख रुपैयाँ विभाजन 1 लाख रुपैयाँ विभाजन गरी बाँड्नेछ। उक्त कार्यक्रमको गत वर्षको प्रथम दीक्षेन तामाङ, मार्जिन तामाङ, दोस्रो आरोस तामाङ र सम्देन थिङ तामाङ र तेस्रो सितान तामाङ र किन्जु डोल्मा लामा भएको थियो। कार्यक्रममा वरिष्ठ फेसन कोरियोग्राफर रोजन साकिया र वरिष्ठ डान्स डाइरेक्टर म आफै एमबी गुरुङको प्रशिक्षणमा मुख्य भूमिका रहेको छ भने तामाङ सेलो जोवारी गीत प्रशिक्षण नेपाल तामाङ मौलिक होइनेनका अध्यक्ष सञ्जीव तामाङले सेलो सम्बन्धी प्रशिक्षण दिइनेछ भने ओख्रिनी माविका तामाङ शिक्षिका बिना वाइबा तामाङद्वारा तामाङ भाषा पनि सिकाइनेछ, जसको निम्ति तामाङ समुदायका बालबालिकाहरूलाई तामाङ भाषा, कला, संस्कृति र वेशभूषा, रहनसहन अत्यन्तै जरुरी कार्यशैलीमा टेवा पुर्याउनेछ। थुचेची कार्यक्रम मिति 2022 वैशाख 6 गते शनिबार, समय बिहान 11 बजे, स्थान गङ्गबु वर्ग हाउस। पहिलो अडिसन आगामी शनिबार 13 गते हुने जानकारी गराउँदछु। अध्यक्ष रवि लामा, युथ क्रिएसन नेपाल। धन्यवाद। मौलिक विधाबाट भन्दाखेरि तामाङ शब्दबाट नै बोल्नुपर्ने जस्तो लाग्छ मलाई। लसो फ्यापुल्जी राङ्निदा चुरी जो कार्यक्रम स्याङस्युबा फेस अफ तामाङ क्रिएसन अध्यक्ष रवि तामाङ आले त लानन थुजेछे र चुरी रङला ठिखाङ्रे तन्चुबा समाजसेवी अग्रज
ज्यूज्यू र जुन अलेला मिन त आखाजी जुन नाना गर्दैन एमबी गुरुङ अनि नाना बिना वाइबा आङा र सम्पूर्ण पत्रकार मिडियारी केताङ लस्युबा केसेङ स्युबा विभिन्न सञ्चार माध्यम इन्टरनेट ल भर्चुअल गेम से रांगनी से जुन तामाङ समुदायलाई जुन योगदान दी क्षेत्र री रांगनी से पुरा लस्युबा जुन सञ्चार जगतला केताङ री रांगनी दा लानन थुजे छे र सम्पूर्ण आले आङा इष्ट मित्र जमादन लसु फ्याफुलजी रांगनी दा सायद हजुरहरूले कतिपयले तामाङ भाषा बुझ्नुहुन्न होला हामीले जुन पोर गर्नु भएको जुन फेस अफ तामाङ क्रेडिट्सको जुन कार्यक्रममा चाहिँ एकदमै भव्यका साथ सफलता भएको थिए म पनि थिएँ त्यसमा तामाङ समुदायको जुन भाषा सांस्कृतिक वेशभूषालाई चाहिँ हामीले गीत सङ्गीतलाई चाहिँ बचाउने एउटा उद्देश्यले मलाई जुन रविजीले बोलाउनु भयो मैले केही धेरथोर आफ्नो तामाङ समुदायको कल्चरहरूलाई चाहिँ थोरै हामीले बालबालिका भाइ बहिनीहरूसँग सेयर गर्नु पाएँ र सायद यसपालि पनि त्यस्तै होला जस्तो लाग्छ। अब मैले जान्नेसम्म केही समय मिलाएर भाइ बहिनीहरूलाई फेरि पोहोरको भन्दा पनि अझै राम्रो चाहिँ भाइ बहिनीहरूलाई प्रशिक्षण गरेर उहाँहरूलाई जुन आफ्नो भाषा वेशभूषालाई चाहिँ प्राथमिकता दिएर यो कार्यक्रमलाई चाहिँ जुन आगामी दिनमा गर्नुभएको जुन यो कार्यक्रमलाई चाहिँ भव्यका साथ सम्पन्न होस् र हामी साथ सपोर्ट दिन पनि हामी नेपाल तामाङ मौलिक भाइला नानको सम्पूर्ण परिवारबाट र मेरो व्यक्तिगत तर्फबाट हजुरहरूको कार्यक्रमको सफल होस् भन्ने शुभकामना व्यक्त गर्न चाहन्छु र स्वागत पनि गर्न चाहन्छु र शुभकामना।